हिमाल सुनारी भाइलाई पनि यो गेमबाट चाहिँ एकदमै भाइको सुपर्ब गेम लाग्यो मलाई। हिमाल सुनारी भाइ अलवेज राम्रै खेल्नुहुन्छ। त्यही पनि यसपालिको 5औं जुन टाइगर कप रह्यो त्यो चाहिँ भाइको लागि मैले एनालाइसिस गरे अनुसार एकदमै राम्रो। कन्टिन्यू भाइले चाहिँ 3टासम्म ब्लक गर्नुभएको थियो। रेगुलर 3टा ब्लक भनेको एउटा सामान्य कुरा होइन। त्यही माथि विभागीय टिमको खेलाडीलाई रोक्न सफल हुनुभएको थियो र सँगसँगै नेपाल पुलिसको मिडल ब्लकरहरूले पनि त्यस्तै ब्लक भएको थियो र ब्लक यति धेरै ब्लक भयो कि फाइनलमा पहिला हामीहरू खेल्दा चाहिँ 2टा 3टा जस्तो ब्लक हुन्थ्यो एउटा सेटमा भने योचोटि चाहिँ 8वटा 9वटा 10वटासम्म ब्लक भएको थियो र मलाई यो कुरा अलिकति राम्रो लाग्यो। ब्लक हुनु ब्लक गर्ने टिमलाई चाहिँ निकै नै राम्रोको कुरा हो। दुवै टिमले चाहिँ एकदमै धेरै ब्लक, यता हिमाल सुनारी भाइको ब्लक, उता सफल विकर रबिन नगरकोटीको ब्लक, यता हिमाल सुनारीको अट्याक, उता दुवैजनाको अट्याक एकदमै छिटो एकदमै सुपर्ब ब्युटी लाग्यो। त्यसको लागि पनि क्विक स्पाइकरहरूलाई